ए चले आज त झन् गजब चिया बनाएछौ नि मिठो भएछ एकदम राम्रो थ्याङ्क यू सो मच वेलकम ल बुढी अब काममा जाने पनि बेला भयो अब काम पनि धेरै छ अब म जानुपर्छ आफ्नो राम्रोसँग ख्याल गर है हुन्छ चाँडै आउनु घर ढिला नगर्नु है हुन्छ बुढी धेरै ढिला गर्दिन घर चाँडै आइहाल्छु नि चिन्ता नलिई बस न किन चिन्ता लिनु परेको छ र ल बस म गएँ डम्बरे आँखा छोपेर राख्नु पर्दैन हुन्छ डम्बरे तपाईँलाई समयको कुनै मतलब छैन म तपाईँलाई कति समयदेखि कुरेर बसिरहेको छु थाहा छ तपाईँलाई सरी पूजा अलिकति कामले गर्दाखेरि ढिला भयो अबदेखि म ढिला गर्दिन सरी सधैँ भाना काम थियो क्या अरू केही म मूर्ख जस्तो तपाईँलाई कुरेर बसिरहेँ के नचाहिने कुरा गर्छौ रिस नगर न अबदेखि यस्तो हुँदैन बुझ्यौ आजलाई माफ गरे फेरि यस्तै भयो भने माफ गर्ने थियो भयो के पूजा बोरिङ नगर न जामिडा बरु घुम्न जाउँ तिमी पनि हेलो डम्बरे तपाईँ कहाँ हुनुहुन्छ तपाईँले भोलि भेट्ने भन्नुभएको थियो म उहाँको श्रीमती बोल्दैछु के उहाँको श्रीमती हजुर म डम्बरेको श्रीमती हो मेरो टिफिन तयार भयो मलाई काममा जानु बेर भइसक्यो फोन गर्दै थिएँ मलाई ऊ कोही पनि होइन मसँग एउटै कम्पनीमा काम गर्ने साथी हो साथी कसरी हुन्छ पार्कमा भेट्न बोलाउँछन् साथीले कामको कुरा नगरेर शङ्का किन गर्दैछौ म प्रति तिमीलाई विश्वास छैन भन्यो भने साथी हो भने भन छ नि यार रिस उठ्ने कुरा नगर न तिमीलाई पनि थाहा छ शङ्काले लङ्का चलाउँछ भन्ने दिमाग खराब यार भनिरहेछु एकचोटि भन्छ सुचौ कि नै के भने मैले साथी हो भनिरहेछु पार्कमा भेट्न बोलाइ थिएँ यहाँ बोलाइ थिएँ कामले फोन गरेको हुनसक्छ त्यतिकै तिमीले नचाहिने आरोप लाउँछौ मलाई त्यो भेट्न बोलाएको तपाईँको गर्लफ्रेन्ड हो तपाईँ झुट बोल्दै हुनुहुन्छ तपाईँले म माथि पाउडा हाल्दै हुनुहुन्छ हो मेरो गर्लफ्रेन्ड तिमीलाई के भयो म बिहे गर्छु त्यो केटीलाई मैले लिएर आउँछु भिजाउनको लागि तयारी गरेर बस रिस उठ्छ यार दिमाग खराब हुन्छ दिमाग खराब बुझ्यौ जस्तो श्रीमान त कसैको नपरोस् है भगवान
तपाईँले किन झुट बोल्नु भयो? तपाईँले त बिहे गरिसक्नु भएको रहेछ। फेरि मोमो भन्दै अड्किनु पर्दैन। अनि अर्को कुरा, झुट बोल्ने मान्छेसँग मेरो कुनै पनि सम्बन्ध छैन। एकचोटि विश्वास टुटेपछि त्यसले जोडिँदैन। हजुरलाई त्यही केटी चाहिएको होइन, त्यही केटी ल्याएर बस्नु म गएँ। मलाई एकतासँग बस्नु चाहिँ